एक समयको कुरा हो। एउटा सानो गाउँमा एकजना एकदमै मेहनती पाउरोटीवाला मान्छे बस्थ्यो। उसले बनाउने पाउरोटीहरू रोटीहरू एकदमै स्वादिष्ट हुन्थे। प्रत्येक बिहान ताजा रोटीको मिठो गन्ध पुरै गाउँभरि फैलिन्थ्यो। उसले सधैँ उचित मूल्य लिने गर्थ्यो र कहिलेकाहीँ गरिबलाई निशुल्क पनि दिने गर्थ्यो। एक दिनको कुरा हो, एउटा गरिब व्यक्ति त्यही पाउरोटीवाला मानिसको पसलभित्र पस्यो। गरिब मानिससँग कुनै पैसा थिएन, तर ताजा पाकेको पाउरोटीको सुगन्धले उसको मन लोभ्याएको कारणले ऊ त्यो दोकानभित्र छिरेको थियो। ऊ त्यो दोकानको काउन्टर नजिकै उभिएर त्यो पाउरोटीको सुगन्ध लिँदै आनन्दित भयो। तर त्यो पाउरोटीवाला मान्छेले जब त्यो गरिब मानिसलाई देख्यो, उसले गम्भीर हुँदै सोच्यो, मेरो रोटीको बास्नाको मजा यसले लिइरहेको छ, तर यसले केही तिर्नु परेको छैन। यसले केही तिर्नु पर्दैन मलाई? यस्तो सोचेको त्यो पाउरोटीवाला मानिस, उसको मनमा अलिअलि ईर्ष्या उत्पन्न भयो। त्यसैले उसले त्यो गरिब मानिसलाई भन्यो, यदि तिमीले मैले बनाएको पाउरोटीको सुगन्ध यति मजाले लियौ भने तिमीले यसको भुक्तानी गर्नुपर्छ। त्यो गरिब व्यक्ति छक्क पर्यो। भुक्तानी? मैले त केवल बास्ना मात्र सुँघेको हुँ, मैले तपाईँको पाउरोटी खाएको त छैन नि। तर पाउरोटीवाला मानिस भने अडिग रह्यो। पाउरोटीको गन्ध पनि त्यत्तिकै मूल्यवान छ। यदि तिमीले यसको मजा लियौ भने तिमीले पैसा तिर्नै पर्छ। यही विषयमा दुईजनाको भनाभन भयो। केही उपाय नलाग्ला जस्तो लागेर दुवैजना सँगसँगै त्यही गाउँका बुद्धिमान न्यायाधीश कहाँ पुगे। न्यायाधीशले दुवैको कुरा सुनेपछि मुस्कुराउँदै भने, पाउरोटीवाला मानिस ठिक छ। यदि उसको पाउरोटीको बास्नाको मजा लिएको छ भने त्यसको भुक्तानी त हुनैपर्छ। पाउरोटीवाला मान्छे दङ्ग पर्यो, उसले जितेको सोच्दै। तर त्यसपछि न्यायाधीशले गरिब व्यक्तिलाई पनि भने, तिमीसँग कुनै पैसा छ? त्यो गरिब व्यक्ति आफ्नो गोजीमा हात हालेर एउटा सिक्का पैसा निकालेर देखायो। न्यायाधीशले पैसा आफ्नो हातमा लिए, त्यसलाई पाउरोटीवाला मान्छेको कान नजिक लाए र आफैले त्यो पैसाको सिक्का हल्लाए, जसले टुन आवाज निकाल्यो। त्यसपछि न्यायाधीशले पैसा फिर्ता गर्दै भने, ल, यो पैसा बजेको आवाजले रोटीको गन्धको भुक्तानी भयो है। गाउँका मानिसहरू हाँस्न थाले। पाउरोटीवाला मान्छेले आफ्नो लोभलाई बुझ्यो र लाजले रातो भयो। उसले आफ्नो गल्ती स्वीकार गर्यो र गरिब व्यक्तिलाई निशुल्क एउटा ताजा पाउरोटी दियो। यो छोटो कथा यसरी यही सकिन्छ। यो कथा यहुदी लोककथा मानिन्छ। पुरानो समयदेखि यहुदीहरूले यो लोककथा सुनाउँदै आएका छन् र विभिन्न भाषाहरू मार्फत फरक फरक तरिकाले पनि यो कथालाई सुनाउने गरिन्छ।